शहर भन्दा गाउँ बेस। गाउँ भन्दा शहर बेस। कसरी गाउँ बेस? गाउँमा सुन्दर हरियाली परिवर्तन हुन्छ, शान्त वातावरण हुन्छ अनि गाउँ राम्रो हुन्छ। तर सुविधाको कुरा गर्दा शहरमा हुन्छ सम्पूर्ण सुविधाहरू, त्यसैले म भन्छु शहर राम्रो। सुविधा त हो शहरमा हुन्छ, तर सुविधा भन्दा पनि राम्रो जीवन जिउनको लागि एउटा सुन्दर सानो गाउँ नै राम्रो हुन्छ। अब यहाँ जीवनको कुरा आयो। जीवनको कुरा आउँदाखेरि एउटा सुन्दरताले मात्रै हुँदैन। हामीलाई एउटा विद्यार्थी भएपछि यो बुझ्नुपर्छ कि विकासका पूर्वाधारहरू धेरै आवश्यक हुन्छन्। शिक्षा स्वास्थ्य र यातायातको उचित व्यवस्थापन चाहिँ शहरमा हुन्छ। जीवनकै कुरा गर्दाखेरि पनि शहर राम्रो हो। यातायातको उचित व्यवस्था हुन्छ, तर ती यातायातले धुल धुवा फ्यालेकोले त्यहाँ शहरमा बढी व्यक्ति बिरामी परेको हुन्छ र गाउँमा हरियाली परिवर्तन भएकोले यहाँका मानिस स्वस्थ सफा र राम्रो जीवन जिइरहेको हुन्छ। जहाँ बिरामी पर्ने कुरा छ हो, म मान्छु गाउँभन्दा बढी शहरमा बिरामी पर्छन्, तर गाउँमा पनि बिरामी पर्न सक्छन्। यदि शहरमा परे पनि तुरुन्त इलाज गर्न सकिन्छ, तर गाउँमा त्यो सम्भव छैन। गाउँमा कम भए पनि त्यसको इलाज हुन सम्भव त्यति हुँदैन। हो, बिरामी परेर ठुलो बिरामी पर्न सक्छ गाउँको मान्छेहरू पनि, तर हस्पिटलमा त्यहाँ शहरको अस्पतालमा जाँदाखेरि मैले अघि भनिसकेको छु, त्यो इलाज गराउनको लागि सानो मान्छेलाई खर्च पुगिरहेको हुँदैन, त्यो मान्छेलाई फर्काइरहेको हुन्छ। अनि त्यो दृष्टिकोणले शहर कसरी राम्रो भयो? इलाजको कुरा गर्दाखेरि पैसा नपुग्ने कुरा आउँछ। पैसा नपुग्ने कुरा हुँदाखेरि एउटै कुरा भन्छु म, रोजगारीको कमी छ गाउँमा। रोजगारी शहरमा छ तब त इलाज भइरहेछ, तब त त्यत्रो अस्पतालहरू भइरहेछ। हो, रोजगारी शहरमा मात्रै छ भन्नुको अर्थ यो भयो, रोजगारी गाउँमा पनि छ। हो, गाउँको मान्छे रोजगारीको लागि शहरमा गएको हुन सक्छ, त्यसको त्यो रहर होइन, त्यो एउटा बाध्यता हो। र त्यो शहरमा नीति नियम बनाउने सबै शहरमै नै हुन्छ, र त्यस कारणले गर्दा गाउँको मान्छेलाई बाध्य भएर त्यहाँ जानुपर्ने हुन्छ। त्यही त म भन्दैछु, शहरमा यति सुविधा छ कि गाउँको मान्छे पनि शहर जान्छन् रोजगारीको लागि। अनि शहर राम्रो भएन त? होइन, मैले यो भनेको छु, गाउँको मान्छे बाध्य भएर जान्छ। रोजगारी त छ, तर यहाँ उचित सुविधा शहरबाट नआएकोले मान्छे शहर गइरहेको छ। फेरि तपाईँले भन्नुभयो शहरबाट नआएकोले, यहाँ पनि त शहरकै कुरा हो नि, शहरै राम्रो भयो नि त। नीति नियम बनाउने व्यक्ति त शहरमा हुन्छ नि, अनि उसले गर्नुपर्ने हो नि। गाउँलाई कसरी राम्रो बनाउने भन्दाखेरि गाउँ त राम्रो हुन्छ, तर त्यसले शहरमा बसेको व्यक्तिहरूको सोचमा परिवर्तन हुनु पर्यो। त्यो शहरमा बस्ने व्यक्तिहरूलाई राम्ररी बुझ्नु पर्यो त्यो कुरा। कस्तो परिवर्तनको त कुरा गर्दै हुनुहुन्छ? गाउँको मान्छे जान्छ भने, यदि गाउँको मान्छेले आफ्नो रोजगारीको लागि शहरमा जान्छ भने शहरको मान्छेले बुझिदिएर के हुन्छ? हो, गाउँको मान्छे जान्छ, तर गाउँको मान्छे सधैँ आफ्नो गाउँलाई मुटुमा राखिरहन्छ, तर शहरको मान्छे आफैले एकअर्कालाई चिनिरहेको हुँदैन, छोराले बाउलाई चिनिरहेको हुँदैन। छोराले बाउलाई चिनिरहेको हुँदैन, यो त अलि धेरै नै कुरो भयो जस्तो लाग्छ मलाई। र शहरमा ठुल्ठुलो कारखानाहरूको कारणले गर्दा धेरै धुल धुवा उडिरहेको हुन्छ, त्यसले गर्दा पनि कतै न कतै ठुलो प्रभाव पारिरहेको हुन्छ शहरमा। तर गाउँमा सबैजना आफ्नो राम्रो तरिकाले जीवन जिइरहेको हुन्छ। शहरमा धुलो धुवा हुन्छ, यो म मान्छु। त्यो धुलो धुवाले सैकौँ जनाले बिरामी पार्छ भने लाखौँ जनाले त्यो शहरबाटै मेडिसिन गएर सुधार्छ, त्यसले स्वास्थ्य। लाखौँ जनाको स्वास्थ्य सुधार्छ, 100 जनाको स्वास्थ्य बिगार्छ भने